लाग्यो आज पहिलोचोटि हेर्नु भएको त मैले आज पहिलोचोटि हेरेको हो फिल्म चाहिँ अस्ति प्रिमियर मिस गरेँ किनभने त्यही दिन मात्रै म बाहिरबाट फ्यामिली भेकेसनमा गएको थिएँ र त्यही दिन मात्रै बेलुका 6:30 बजे ल्यान्ड गरेर तपाईँको लगेज सगेज लिँदा 7:30 भएको थियो प्रियङ्का वाज इन्फर्मड एभ्री आवर म के गरिरहेको छु भनेर सो प्रिमियरमा आउन पाइनँ तर असाध्यै मैले आई वान्ट टु वाच द मुभी एट द सुनेस्ट भनेर पठाएको थिएँ अनि सो अब ट्रेलर अनि त्यस पछाडि रिलिज भएका गीतहरू सबै कुरा हेरिरहेको थिएँ सेयर गरिरहेको थिएँ तर अब सिनेमाको एउटा मोह भिन्दै हुन्छ नि त सो झन् आफूले गरेको सिनेमा कस्तो बनाएछ प्रियङ्काले फर्स्ट टाइम प्रड्युस गरेको फिचर फिल्म सो एकदम एक्साइटमेन्ट थियो म त त्यो स्पेसली आई हेभ टु बी भेरी अनेस्ट सेकेन्ड हाफ त म त्यो सिटको दुइटैतिर यसरी समातेर एकदम एज अफ द सिटमा बसेर यसरी हेरिरहेको थिएँ फिल्म अब के जब कि मलाई थाहा छ के हुन्छ तर अमेजिङली एउटा सबभन्दा ब्युटिफुल थिङ जसको क्रेडिट मैले उसलाई दिनै पर्ने हुन्छ एउटा मेकरले आफ्नो सिनेमा हेरिकन बिफोर रिलिज त्यसमा के ट्रिटमेन्ट छुट्याएको छ त भनेर रियलाइज गरेर फेरि त्यसलाई कतिवटा सिन्सहरूलाई रिसुट गरेर हटाउनु पर्ने सिनलाई हटाएर एड गर्नुपर्ने सिनलाई एड गरेर उसले यो फिल्म बनाएको छ बिकज मैले कतिवटा सिन त ओ माई गड यो त थिएन भने जस्तो भनेर रियलाइज गरेँ एन्ड त्यो कारणले पनि मास्टरनी एकदमै ग्रिपिङ एकदमै लाइक म त एकदमै बिग फ्यान हो कि मिस्ट्री थ्रिलर अनि यो मर्डर मिस्ट्रीहरूको सो मैले त भरपुर नै इन्जोय गरेँ मैले आफूलाई एकदम माइनस गरेर हेरेँ सिनेमामा मैले सिनेमा चाहिँ यो मास्टर माइन्ड मास्टरनीको खेला चाहिँ के हो भनेर हेर्दाखेरि चाहिँ मैले एकदमै इन्जोय गरेँ मास्टरनीको कस्तो लाग्यो यो नयाँ कन्सेप्टमा आएको छ नि त अब नेपाली इन्डस्ट्रीमा त कस्तो लाग्यो उहाँको माइन्ड राम्रो लाग्यो हजुरलाई मजा आयो फिल्म हेर्न राम्रो लाग्यो मलाई लास्ट 15 मिनेट्स was very good Thank you.